परवेश र कुसुम मिडियामा किन आएका छैनन् त? त्यो दिन उनीहरूले यस्तोसम्म गरेका रहेछन्। गाउँलेहरूको यति ठुलो र डरलाग्दो आरोप। आखिर त्यो दिन के भएको थियो त? आखिर सत्य र वास्तविक के हो त? यो सबै जान्नको लागि हाम्रो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र हामीलाई साथ दिनुहोला। हाम्रो न्युज नमस्ते नेपाल हेरेर बसिराख्नु भएको सम्पूर्ण दर्शकहरूलाई स्वागत छ। दर्शकबिन बिना सापकोटा हराएको 16 दिन भइसक्यो। अहिलेसम्म बिना सापकोटा कहाँ छिन् र के गरिरहेकी छिन्, कस्तो अवस्थामा छन्, केही पनि थाहा भएको छैन। उता भने उनको घर परिवार लगायत उनको छर छिमेकी पनि अहिले शोकमा डुबेका छन्। हामी सबैको कामना छ छिटो भन्दा छिटो बिना सापकोटा घर फर्कियो। गैंडाकोट नगरपालिका 4 की 21 वर्षीय बिना सापकोटा असाढ 14 गतेदेखि बेपत्ता छिन्। छोरी हराएको पिरमा बिना सापकोटाकी आमाले आफूलाई सम्हाल्न सकेकी छैनन्। काखमा सिरानी च्यापेर रुँदै बस्छिन्। बेला बेला उनी भन्छन् कि मेरो छोरीलाई कहीँदेखि पनि खोजेर ल्याइदिनु भनी रुँदै उनी उठ्छिन्। बिना सापकोटाको आमाले अहिले कोही पनि गएपछि उनको घरमा ढोका खोलेर हेर्छिन् र भन्छन् कि मेरो छोरी त आएन। अहिले बिनाको टिकटक भिडियो पनि सामाजिक सञ्जालमा निकै भाइरल भएका छन्, जसमा उनले दुखी हुँदै भिडियो बनाएकी छिन्। प्रेममा विश्वासघात भएको जस्तै भिडियोहरू उनीले टिकटकमा बनाएको देखिन सकिन्छ। यो टिकटक भिडियोबाट पनि उनी प्रेममा निकै दुखी थिइन् भन्ने अनुमान लगाउन सकिन्छ। बिनाको आमा लगायत उनका परिवार ती अर्की युवती कुसुम भन्नेको घरमा कुराकानी गर्न गएका पनि थिए। तिनी युवती परवेशकी प्रेमिका भन्ने कुसुमका घर परिवारले भनेका छन् कि हामीहरूलाई यो घटनामा सामेल नगर्नुहोला भन्ने कुरा गरेका छन्। कुसुमको परिवारले बिनाको आमालाई घरभित्र प्रवेश गर्न पनि दिएका थिएनन्। बिनाकी आमाले भनेकी थिइन् कि म बिनाकी आमा हो, कुराकानी गर्न आएको हो भन्दा उनीहरूले बिनाकी आमाले धेरै बिन्ती गरेपछि मात्रै उनीहरूले आफ्नो घरभित्र प्रवेश गर्न दिएका हुन्। चितवनकी बिना सापकोटालाई प्रहरीले खोजी कार्य जारी राखेको छ। परवेशको साथमा उनी परवेशकै स्कुटीमा बसी घरदेखि निक्लेकी बिना सापकोटा अहिलेसम्म घर आएकी छैनन्। बिनाको आमा छोरीको अवस्था पत्ता लाग्ने आशामा चिना हेराउन पनि धेरै ठाउँमा गइसकेकी छन्। नवलपुरबाट काठमाडौँ भक्तपुरका थाहा पाएसम्म सबै जग्गा उनी पुगिसकेकी छिन्। बिनाकी आमा गैंडाकोटमा हेराउन गएकी थिइन् र चिना हेराउँदा उनीले भनेका थिए कि सोमबारसम्म छोरी फर्किन्छन् घर भनी उनीले भनेका थिए। त्यसै आशमा बिना सोमबारसम्म छोरी घर फर्किन्छन् भनी उनी आश लगाएर बसिरहेकी थिइन्। बिना कहाँ होलिन् र कस्तो अवस्थामा होलिन् भनी बिनाको आमाले भन्छन् कि अब छोरीको यादमा सिरानी च्यापेर बस्ने अवस्था आयो। बिनाकी आमा अहिले दिन रात रोएर बसिराखेकी हुन्छन् र आफ्नी छोरीको जो भित्तामा फोटो लागेको छ त्यही हेरेर रोइरहेकी हुन्छन्। आमाको यस्तो अवस्था छ भने जो प्रेमी भनेका थिए परवेश कडेल, उनी त अहिलेसम्म पनि झुटमा झुट बोलिरहेका छन्। दर्शकबिन, जब परवेश कडेलले एटिएमदेखि पैसा नै निकालेका थिएनन् भने परवेश कडेल एटिएममा किन गएका थिए त? प्रहरीमा दिएको बयानको अनुसार उनीले भनेका थिए कि बिनालाई एटिएमको भार छोडी म एटिएममा पैसा निकाल्न गएको थिए। तर बिनाको बुवाले सीसीटीभी क्यामेरा चेक गर्दा एटिएमबाट पैसा निक्लेको थिएन र एटिएममा बिनाको बुवाले सीसीटीभी हेर्दा उनी एटिएममा गएको र एटिएमबाट पैसा ननिक्लेको भनिएको छ। जब एटिएममा पैसा निकाल्न गएका थिए त एटिएमदेखि पैसा किन निकालेका थिएनन् त? परवेश कडेलको एटिएममा पैसा निकाल्न एउटा बहाना मात्रै थियो। बिना सापकोटाको छिमेकीहरूले भनेका छन् कि परवेश कडेलले नै सबै षड्यन्त्र गरेको र परवेश कडेलले नै यिनको या त
हत्या गरी कहीँ फालिदिएको या त यिनीले नै कहीँ लुकाएर राखेको हुनुपर्छ भन्ने उनीहरूले भनेका छन्। प्रवेश कँडेलले बिना सापकोटालाई केही पनि गरेका थिएनन् भने अहिलेसम्म 16 दिनसम्म बिना सापकोटा कहाँ छन् त? सबै मिडियाहरूले पनि खोजेका छन् र प्रहरी प्रशासनले पनि खोजेको छ। उनीले केही गरेका छैनन् भनेर बिना सापकोटा सही सलामत छन् भनेपछि त यति भिडियोहरू बनाइरहेका छन्, यति युट्युबमा न्युजहरू बनाइरहेका छन्। उनीले आफ्नो बुवा आमाको दुःख देखेर पनि घर फर्किने थिइन् होला। उनीको आफ्नो मोबाइल नभए पनि त कसै न कसैको मोबाइलदेखि त उनीलाई देखिन्थ्यो होला। उनी आफ्नो मर्जीले हिँडेको भए त अहिलेसम्म घर फर्किने थिइन् होला। उनीलाई पनि लाग्थ्यो होला कि मेरो बुवा आमा कसरी बसेका होलान्।